सो अलर्ट पिपल देख्नु सक्नुहुन्छ ड्रेस चेन्ज है ड्रेस चेन्ज तामाङको ड्रेस लगाइसक्यो तामाङको छोरा भएपछि टिकटक सिकटक बनाउनुको लागि I love you 5 to 10 मिनट्समा चाहिँ हामी एकदम जन्नतमा पुग्छ ल जन्नतमा कता हो हामी गएको चाहिँ कता आपको ग्यास सर्भिस देखेको तिमीले अलर्ट पिपल फाइनली हाम्रो चाहिँ अहिले तोम्जा आइसकेको छ यहाँ भिडियोमा मजा आउँदैछ भने चाहिँ अहिले सब्स्क्राइब गरेर बेल आइकन थिच्ने म चाहिँ चारोले मरिसक्यो लेट्स गो सो व्हाट्स अप पिपल गुड मर्निङ टु एभ्रीवन है सो हिजो चाहिँ धेरैभन्दा धेरै ढिलो आइपुगेर उयो भएन सो अहिले चाहिँ हाम्रो खाना आइपुगिसकेको छ कस्तो रहेछ दा 10 मा 10 यता हेरेर भन्नु नि 10 मा 10 मिठो रहेछ चरकसँगले खाना देख्न सक्नुहुन्छ यो मेरो सेयर हो खुवाइ त अन्त चरक चिरिक भइरहेछ त सो सबैजना रेडी भइसक्यो बाहिर भ्यू ओके छ हो अहिले एकछिन दिन्छु त्यसको चाहिँ पहिला पेट पूजा गरिहाल्नु सो अलर्ट पिपल अहिले चाहिँ त्यहाँ बाहिरको सिन देख्न सक्नुहुन्छ तपाईँहरूले चरक्कसँगले है क्या स्याटिस भ्यू है बाहिरबाट यहाँ हामी चाहिँ अहिले यो कति स्टोरेज हो दा 3 स्टोर 2 स्टोरेज रहेछ यो माथिपट्टि पनि छ माथिपट्टि पनि छ नि अब 3 स्टोरेज रहेछ त्यसो भने यहाँ हामी अहिले सेकेन्डमा छ हो यहाँबाट उयो के भन्छ तात्सो लाखाङ जस्तो यहाँ चरक्कै रहेछ एउटा यहाँभन्दा पनि अब जन्नत हेर्ने अझै त्योभन्दा पनि दामी जन्नत देखाउँछु ल म तपाईँहरूलाई के हो हिरोवाला स्वाइक जन्नत हेर्ने जन्नत सो ब्ल्याक नेट क्रेन चाहिँ देख्न सक्दो हुँदैन यहाँ कागहरू चाहिँ कराइरहेको थियो तर स्याटिस थियो अघि उडेको बेलामा नि त यहाँ चरक्कैसँगले यो भ्यू देख्न सक्नुहुन्छ यो के हो भने हाम्रो चाहिँ बस्ती रहेछ तर यत्तिको सिनमा यत्तिको पिसमा चाहिँ है दा यत्तिको पिसमा उयो परेको जस्तो घर एउटा चरक्कै हाम्रो हुनु होमस्टे आम्बो म चाहिँ खत्रै पैसा कमाउने भयो भने चाहिँ के हो भुटानको हरेक जोङ्खाकोमा चरकले एकै गऱ्यो नि दा के भन्छ फार्म हाउस जाँदा पछि यस्तो पिसमा चाहिएको फरेनरलाई किन नमन परोस् अन्त हामी यहाँकै मान्छेलाई यति मनपर्छ है मुनि मात्रै बसेर नथाहा पाएको हो यहाँ माथितिर आउँदा त यति आनन्दको आउँछ होइन यहाँ फिल हावा पनि क्या मजाले भ्यू फेरि त्यस्तै कस्तो लाग्दैछ त वर्थ इट It's very peaceful आज like almost 15-16 years को बादमा म आएको Portugal it's very good it's already धेरै कुरा डेभलप भएछ and you feel the wind it's very chill and very fresh चरक्कैसँग मेरो चाहिँ स्प्याक कहाँ राखेर भइरहेछ यहाँनिर चरक्कै घाम स्प्याक लगाएर दिउँ भनेको त छैन त हौ ओके पिपल स्टे ट्युन अब चाहिँ हामी रिनाउन लोकेसन जान्छ है टक्कसँगले सो यु अल स्टे ट्युन इन द भिडियो अब चाहिँ दामी सिनहरू आउँछ सो अलर्ट गाइस अब चाहिँ हामी लागेको यहाँबाट फोब्जिका भ्यालीपट्टि कता हो हामी गएको चाहिँ कता आप्पो ग्यास च्यारिस देखेको तिमी फोब्जिका भ्याली अब यहाँदेखि कति लाग्छ हौ 5 to 10 मिनट्समा चाहिँ हामी एकदम जन्नतमा पुग्छ ल जन्नत हेर्नुको लागि चाहिँ यो स्टे ट्युन अनि होमस्टे चाहिँ नि हो टक्कै पेमा छोड्यो नि हो के भन्ने हो यहाँदेखि चाहिँ माथि कहाँ जाने अरे हो अमनकोरा कता हो अमनकोरा जाने यो यता जाने बाटोपट्टि रहेछ हो सो यो होमस्टे हो मजाको छ तपाईँहरू पनि फोब्जिका भ्याली भिजिट गर्दैछ भने चाहिँ मेक स्योर यहाँनिर क्यारोकीहरू सबै बोनफायरहरू सबै हेर्छ नि त हो रातभरि बस्दा पनि हुन्थेछ हो के भन्छ तर हामी चाहिँ लेटली आइपुग्यो मेनली चाहिँ एउटा कुरा सनबक्सहरू सबै हुन्छ आम्बो चरक्कसँगले छ भ्यूहरू चाहिँ अब चाहिँ जन्नत पुग्नुभन्दा हामी 5-10 मिनट्स टाढो छ हो सो स्टे ट्युन है
पिपल जिन्दगीमा यस्तो दामी सिन पनि आइपुग्यो है लाइफको फर्स्ट टाइम एक्सपिरियन्स अनि त्यो साथसाथै यहाँनिर टक्कै देख्नु सक्नुहुन्छ यहाँनिर ठुल्ठुङ हाम्रो ब्ल्याक नाइट क्रेन चरक्कैसँगले चलिरहेछ यसको चाहिँ अहिले यहाँ राम्रो देख्दैन होला अब सिनेमेटिकमा हेर्नुहोस् ल यहाँको एउटा चक्कसँगले ब्ल्याक नाइट क्रेन पनि देख्नु पायो धेरै धेरै लकी है गुड लक हेऱ्यो नि त यो होइन सो भुटानको यहाँ हामीले रेयर लोकेसन पनि आइपुगिसक्यो एकदम दामी लोकेसन त्यो साथसाथै यो पनि देख्नु पायो यस्तो दामी जन्नत है यस्तो दामी जग्गा एउटा मैला फ्याल्नु पनि आफूलाई सरम लाग्ने आफूलाई के मनले नमान्ने हो है यति साह्रो पिस है भुटान इज द ह्याप्पिएस्ट कन्ट्री त्यसै भन्दैन देख्न सक्नुहुन्छ पिपल आम्पो टिकटक सुट चाहिँ एउटा हान्नै पर्ने रहेछ है गाइस सो स्टे ट्युन यो भन्दा पनि दामी लोकेसन छ अरे अहिले जाँदैछ हामी यहाँ गाडी घुमाइसकेको छ हो सो ठिक्कै ब्ल्याक नाइट क्रेन पनि देख्यो भनेको आमामा के पो छ जस्तो छ त त्यहाँनिर सो यहाँ सिनेमेटिक चेक गर्नुहोस् people welcome to Phokika Valley है फाइनली ड्रिम कम ट्रु फाइनली आइपुगिसकेको छ यो चाहिँ ड्रिम लोकेसन हो नि त फोक्चिका यहाँ ब्रिज पनि कलर सलर गरेको यहाँ दादा देखाइदिनु यहाँ फोकस सो यहाँ घोडाहरू पनि छ हो अब घोडाहरूमा पनि हल्का एक दुईवटा यहाँ टिकटक सुटहरू हुन्छ हो यस्तो दामी छ जग्गा सो तपाईँहरूलाई जग्गा हेर्नु छ होइन जन्नत हेर्नु छ होइन यो हेर्नुहोस् जन्नत पिपल देख्नु सक्नुहुन्छ ड्रेस चेन्ज है ड्रेस चेन्ज तामाङको ड्रेस लगाइसक्यो तामाङको छोरा भएपछि टिकटक सिकटक बनाउनुको लागि सो अहिले चाहिँ हामी माथि जाँदैछ नि त सो पछाडिबाट आउँदैछ यहाँ हिरोवाला लुक्समा गुन्डावाला स्वाइक अनि यहाँ पछाडिबाट प्रिन्सेसहरू आउँदैछ आम्बो औ गुरुङ अलिक कुद्दै कुद्दै आऊ त कस्तो देख्दा रहेछ आम्बो नसक्ने है चराक आम्बो यहाँ यो उनीहरू चाहिँ मेरो ग्याङहरू यहाँ अब हामी हिँड्दैछ अब चाहिँ माथि जाने हो भिडियो गर्नुको लागि सो यहाँ पर घोडाहरू पनि रहेछ नि त अन्त अहिले एकछिनमा गर्ने हो फोक्चिकाको यहाँ सिन देख्नु सक्नुहुन्छ अहिले माथिबाट स्याटिस भ्यू दिने हो कडा गरेर सो स्टे ट्युन अलर्ट पिपल अहिले चाहिँ हामी टक्क भ्यू पोइन्टमा आइपुगिसकेको छ नि त यहाँ चरक्कसँगले देख्नु सक्नुहुन्छ क्या मजाको सिन
फेरि यहाँबाट कराउँदाखेरि इको पनि आउँदो रहेछ फेरि हो इको पनि दामी आउँदैछ भ्यू यहाँबाट आइसला यहाँ तल गोरुहरू गाईहरू हो घोडाहरू छ क्या स्याटिस गरेर हावा फेरि चिसो गरेर मजाको यहाँ माथि फ्ल्यागहरू रहेछ अनि यहाँ हेर्नु क्या मजाले उयो गरिरहेछ वर्थ इट एकदम वर्थ इट यहाँ आएको छैन तपाईँहरू पनि आएको छैन भने चाहिँ वन्स भिजिट गर्नु अनि यहाँ जन्नत त जन्नतै रहेछ जन्नत हो सो जन्नतको सिनेमेटिकहरू चेक गर्नुहोस् अहिले हो एकछिनमा पहिला त्योभन्दा अगाडि इको सुन्नु ल इको यहाँ वेलकम टु पब्जीको इको कस्तो दामी आउँछ यहाँ क्यामेरामा आएको छ कि छैन तर यहाँ बाहिर चाहिँ दामी गरेर आउँदैछ है सो यो चाहिँ गर्नुहोस् जन्नतको सिनेमेटिक सर्ट आई लभ यु अलर्ट पिपल अहिले चाहिँ दाजुभाइ चाहिँ हामी यहाँ माथि नै आइपुगिसकेको छौँ ऊ तल छ हाम्रो ग्याङहरू यिनीहरू टिकटक बनाइरहेको छ स्ट्यान्डमा हो यहाँबाट भ्यालीको भ्यू देख्न सक्नुहुन्छ सो अघि देखाएको यहाँ यो फ्ल्यागहरूमा आइपुगेको छु नि त म चाहिँ अहिले सो यस्तो दामी एक दुईवटा टिकटक सुट गरेको अहिले यहाँनिर यत्रो पातला लुगा एउटा यसमा मान्छे भित्रबाट एउटा सर्ट मात्रै लगाएको छ भने फेरि अब यहाँबाट चाहिँ फर्किने होला होइन अब नयाँ लोकेसनमा के हुन्छ तपाईँहरूलाई देखाउँछु स्टे ट्युन पिपल कस्तो रमाइलो भएर आएको छ कि यति आनन्द यति पिस है त चकास 10मा 10 100मा 100 है जग्गा चाहिँ यस्तो यहाँनिर एउटा नि दा घर बनाएर बस्नु पाउनु यो घर चाहिँ हाम्रो हुनु नि अगाडिको सरक्क यस्तो दामी जग्गा अन्त यहाँ हामी भित्रकोलाई यति राम्रो लाग्छ नि बाहिरकोलाई झन् कति दामी लाग्छ होला आएछ है यहाँ कन्टेनरहरू आएछ है सो आम्म पब्जीका भ्याली भन्दा चाहिँ भ्याली नै रहेछ कडा एकदम दामी अब फेरि एक दुईवटा टिकटक बनाउनु पर्छ अहिले कता भेट्छ चार्ज पनि खादिहाल्नुपर्छ फोनमा क्लिप बनाएको यहाँनिर फोटो खिचिदिनै पर्ने खास त एक दुईवटा साँच्चै सो अलर्ट पिपल अहिले चाहिँ हामी यहाँ निक्लिसकेको हो ओभर लेट भइसक्यो नि त अहिले यहाँ 3 भइसक्यो टाइम अब चाहिँ लन्चको लागि निक्लिनु हो सो एकदम मजा आयो यस्तो चिग्री डान्स यस्तो खतरा हानिदिएको छ हो गएर चेकआउट गर्नु ल के भन्छ चेकआउट गरिदिनु होला तपाईँहरूले यो टिकटक फेसबुकतिर आउँछ सो यस्तो दामी सिनलाई अब बाई गर्ने टाइम आयो सो अहिले टुरिस्टहरू पनि पुरा आइसकेको रहेछ यिनीहरूको पनि भिडियो सेसनहरू हुँदैछ सो अब चाहिँ हामी यहाँबाट निक्लिने हो सो अहिले बाटोमा के हुन्छ लेट्स गो यस्तो दामी कि जग्गा चाहिँ छोड्नु मन नपर्ने नि पिपल अहिले चाहिँ हामी यहाँ अब ब्याक टु थिम्पू जाँदैछ नि त तर बाटोमा जाँदा दर्शन चाहिँ यहाँ भयो चौरीको गाईको हान्ला गयो हेर्दैछ यसको भुत्ला त खतरा अरे सिग्निफिकेन्सहरू आत्माहरू शान्तिहरू पाउँछ अरे खतरा यस्तो हेऱ्यो होइन त झाँक्रीहरूले युज गर्छौ झाँक्रीहरूले टिपुम के त्यसो भए त तर जानु डर लाग्दैछ छेउमा मार्छ होला यसले यसलाई पो यहाँनिर पो तामाङ ड्रेसमा टिकटक बनाइदिउँ के हो कसो लाइफमा फर्स्ट टाइम है पब्जीका भ्याली पनि आइपुग्यो पुनाखाम पुग्यो वाङदिन पुग्यो चौरीहरूको पनि दर्शन भयो हो एकदम दामी भयो यता माथि पनि निकै रहेछ सबै कुरोहरू माथिबाट भुवाहरू आउँदैछ हाडरहरू त्यसको पनि एउटा सिनेमेटिक चेक गर्नु ल अलर्ट गाइस अहिले चाहिँ यहाँनिर ठिक्कै घोडा लिएर आइपुगेको रहेछ हो अन्त यहाँ अलिकति रिक्वेस्ट गरेर फोटो सेसनको लागि अलिकति यहाँनिर फोटो खिच्ने अरे नि त उनीहरू सो रिक्वेस्ट गरेर उनीहरूले फ्रीमा दिँदैछ हामीलाई फोटो सेसन गर्नुको लागि चरक्कैसँगले यता ठक्कै याकहरू सिन यस्तो दामी त्यहाँ माथि घोडामाथि चढेर
अब मेरो पनि एउटा जस्तो सिनेमेटिक र फोटो त हानिदिनु पर्यो चढ्दैछ लो 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 आम्बो चढाइदिनु खै म चढ्छु गाडी आयो भने लाखा ताउँ अरे आम्बो फाइनली चरक्कैसँगले हाउ इज द फिलिङ चरक्कैसँगले छ अब घोडामाथि पनि चढिसक्यो हो ल फोटो खिच्दै गऱ्यो के भयो अरे तिम्रो जिन्दगीमा फर्स्ट टाइम मेरो घोडा चढ्ने ड्रिम फुलफिल भयो मैले गर्दा मैले भनेको ड्रिम फुलफिल भयो मैले गर्दा मैले भनेको सो अलराइट गाइस अहिले चाहिँ हामी फाइनली पुनाखा लोभेसा पुगिसकेको छ नि त हो सो सिन देख्न सक्नुहुन्छ तपाईँहरूले सिन चाहिँ यस्तो छ यहाँको अलिक क्यामेरा पुसेन क्या मैले के भन्छ अब चाहिँ यहाँ भोकले सेल्टिन आँटे बिहान त्यो तपाईँहरूलाई ब्रेकफास्ट खाएको देखाएदेखि केही खाएको पनि छैन होइन सो अहिले भर्खर आइपुगेको हिजो हामी यहाँ गएको नि फ्यामिली रेस्टुरेन्टमा त्यसमा गएको तुझे हामी चाहिँ आज चाहिँ के अरे तोम्जा खानु जाने अरे अब यहाँनिर सो लेट्स गो के हुन्छ है मम जाडो पुरा बढिसक्यो फाइनली आइपुगिसक्यो भोकले चाहिँ सेल्दिन हाटेको छ ल गाइस अब बिहान खाएकोदेखि अहिलेसम्म खाएको छैन केही कुछ हो सो अब यहाँ तोम्जा खाने हो पहिला वासरुम पनि पसिहाल्ने के हुन्छ तपाईँहरू स्टे ट्युन अहिले दोचुलाको तपाईँहरूलाई भ्यू दिन्छु म है सो अलराइट पिपल फाइनली हाम्रो चाहिँ अहिले तोम्जा आइसकेको छ यहाँनिर छ पक है यो चाहिँ तिम्रो यता पनि सकम दाको पकै हो है सो अब चाहिँ हाम्रो खानातर्फ लाग्दैछ यसलाई चाहिँ खतरा गुरुङहरूले यहाँनिर यहाँ पुरा स्पेसली जीहरूले ल्याएको हो सो अब चाहिँ हाम्रो स्विटर पनि आएछ थ्याङ्क यू ल म्याडम सो अब हाम्रो यहाँ खाना स्टार्ट हुन आँटेको छ हो सो अब यहाँ खाना रेडी हुँदैछ ल भाबीजी हाम्रो सबिता भाबीले खाएर देखाउँछ पहिला फर्स्ट पिडोनले सरी पिडोनले ल खाएला गाइस भन्दैछ फेरि एकखेप मजाले खाऊ न त मोटी खाएले घिच्यो ज्या घिच्न त मोटी के रे डाइलर घिच न मोटी त्यस्तो पो हेरेर लास्टमा हेर न के भन्नु डाइलग खाएर चाहिँ नभनौँ ल गाइस त्यही भएर आउँछदेखिको पिपल फाइनली है लाइफको फर्स्ट टाइम एक्सपिरियन्स सबै कुरो भयो होइन खोप्जीकादेखिको ल आज दोचुला पनि आइपुगिसक्यो दोचुलाको पनि दर्शन भयो होइन मैले अगाडि टिकटक यो फेसबुकहरूको त्यो अपडेटमा दिँदाखेरि भनेको थिएँ होइन थिम्पू भुटान यतिखेप आइपुगिसक्यो यहाँ थिम्पू होइन हामी तर एकखेप पनि दोचुलाको दर्शन गरेको थिएन नि त सो दर्शन पनि भयो खासमा चाहिँ हिजो राति भनेको थियो बिहान आएर हामी एक दुईवटा सुट थियो कम्प्लिट गर्ने भनेर अहिले पनि यस्तो दामी लाइट यो दोचुलाको लाइट छ नि तल लामपेरीसम्म भेट्दो रहेछ यो पुनाखाको लामपेरीसम्म लाइट क्या मजाले आउँदैछ अहिले पनि यति दामी यहाँनिर चाहिँ 108वटा स्टुपास छ होइन यसको सिग्निफिकेन्सहरू चाहिँ यति खतरा छ होइन मलाई पनि राम्रोसँग थाहा छैन मैले पनि मिसइन्फर्मेसन दिएको जस्तो हुन्छ त्यही भएर अब भएको कुरो चाहिँ 108 स्टुपास जाडोले गरेर बोल्नु पनि अलिक साह्रो पर्दैछ अलिक क्यामेरा पनि आइदियो नि त सो यहाँ स्टोपहरू दामी गरेर देखिरहेको छ होइन यति जाडोमा पनि निक्लिरहेको छ भित्रबाट केही लगाएको छैन यहाँ तामाङ ड्रेसै छ अझै पनि पत्ला आयो सो फाइनली
लाइफको सबै कुरो भइसक्यो होइन हुँदैछ बिस्तारै बिस्तारै यति दामी ब्युटिफुल नजारा है तपाईँहरूको लागि हो अब चाहिँ हामी डाइरेक्ट तल थिम्पू तरफ लाग्दैछ टाउन पुगेर भेट्नुपर्छ ल यी धुवाहरू कस्तो आउँछ यसको माथि यहाँ लाखाङ पनि रहेछ हो चरक्कैसँगले क्यामेराम्यान लाखाङमा फोकस एउटा सो यति नै हो गाइस खास चाहिँ दोस्रोलाई आउनु यति धेरै रहर थियो होइन यतिखेप आइसक्यो एकखेप पनि आएन तर पनि अहिले आइपुग्यो थ्याङ्क्स टु माई स्कट है मेरो ग्याङहरूलाई मेरो जीहरूलाई मेरो दालाई उनीहरूले गरेर आज सबै कुरो दर्शन भयो फोप्जिकादेखिको लिएर दोस्रोलाई पनि आउनु पायो त्यसको लागि धेरै धेरै धन्यवाद अनि मेरो भ्युवर्सहरूलाई पनि धन्यवाद तपाईँहरूले गरेर होइन मलाई पनि यसरी मोटिभेसन दिएर चाहिँ म यसरी नयाँ नयाँ जग्गा एक्सप्लोर गर्नु मलाई पनि रहर लागेको सो थ्याङ्क यू इच एन्ड एभ्री वान फर वाचिङ अस स्टे ट्युन पिपल अनि भिडियोमा मजा आउँदैछ भने चाहिँ अहिले सब्सक्राइब गरेर बेल आइकन थिच्ने म चाहिँ जाडोले मरिसक्यो लेट्सको अलराइट पिपल गुड मर्निङ टु एभ्री वान है सो अहिले पनि हामी थिम्पू भुटानमै छ हिजो के भन्छ फोप्जिकाबाट आउँदा चाहिँ ओभर लेट भयो नि त त्यही कारणले गर्दा हिजो नै फर्किने हो भनेर चाहिँ म खासमा चाहिँ तर अब अहिले जाने हो नि त अहिले पनि लेट हुँदैछ यो के भन्छ टाइम 3 भइसक्यो अलिकति यहाँ बिडिबिएलमा काम भएर हिँड्दाको त्यो सकेर चाहिँ हिँडिहाल्ने हो सो लेटली भइसक्यो अब भएर कति अहिले म मेन लोकेसन चाहिँ यहाँ चरक्कसँगले ह्यान्डिक्राफ्टहरूको देख्नु सक्नुहुन्छ यहाँ भुटनिसको यहाँ चाहिँ सबै के भन्छ उयो हातले बनाएको कुरोहरू अनि सबै यो भुटनिसको ट्रेडिसनलहरू सबै कुरो होइन त्यस्तो मात्रै पाउँछ नि यहाँ चाहिँ अन्त यहाँ देख्नु सक्नुहुन्छ कस्तो गरेर दामी गरेर लामो गरेर लगाइदिएको छ सो तपाईँहरू पनि थिम्पू भिजिट गर्दैछ भने चाहिँ यहाँ आउनु चाहिँ नबिर्सने ह्यान्डिक्राफ्टमा है सबै यहाँ चाहिँ एकदम के भन्छ अर्ग्यानिक आमामा हावा त सो यहाँनिर सबै कुरो पाउँदो रहेछ है भुटनिस आइटमहरू लिएर यहाँ के पाउँछ हो जी ह्यान्डिक्राफ्टमा अन्त त के पाउँछ ह्यान्डमेड ट्रेडिसनल ब्याग्स ज्याकेट स्कार्फ के भन्दा थुप्रो कुरोहरू के पाउँछ अन्डरवेयर मात्रै पाउँदैन अरू सबै पाउँछ यस्तो छ अन्त कुरा त अन्त सो स्टे ट्युन पिपल अहिले के हुन्छ ब्लगमा है तपाईँहरू अहिले हामी मुनि उहाँ अब पुगेर बुटनी स्टाइलको अन्डरवेयर बनाउनु बुटनिस स्टाइलको अन्डरवेयर पनि राखिदिने अरे त्यतिखेर चाहिँ बिगेन्दाको ह्यान्डिक्राफ्ट यहाँनिर चरक्कैसँगले के भन्छ सार्कको यहाँनिर टक्कसँगले त्यो के भन्छ श्रीलङ्कादेखिको लिएर हाम्रो 8वटा कन्ट्री 8वटा हो नि सार्कमा 8वटा कन्ट्रिज होइन सो बिडिबिएल आइपुग्यो हामी फाइनली गाइस सो अब चाहिँ गएर उयो गर्ने हो सो स्टे ट्युन सो अलर पिपल अहिले चाहिँ हामी ब्याक टु पिलिङ जाँदै थियो नि त हो जानुभन्दा अगाडि चाहिँ अलिकति के भन्छ गाडीमा अलिकति इस्यु भयो हो अनि गाडीले अलिक प्रब्लम दिएर चाहिँ अहिले जानुपर्ने आधी बिचमै उयो भयो नि त सो त्यही भएर अब बिहान मात्रै होला अहिले उयो गरेर सो अहिले चाहिँ हामी यहाँनिर मेमोरियल छोड्दैन आइपुगिसकेको छ देख्नु सक्नुहुन्छ चरक्कैसँगले हो मैले लास्ट मेरो थिम्पू ब्लग सिरिजमा थिम्पू पारो ब्लग सिरिजमा पनि यहाँको त दिउँसो क्लिप दिएको थियो होइन अहिले रातिको भ्यू चेक गर्नुहोस् है अस्तिको पालि दिउँसोको अहिले दिउँसो कस्तो देख्छ भनेर हेर्नु छ भने चाहिँ मेरो लास्ट क्लिप यहाँनिर आउँछ यहाँ माथि देख्दै होला तपाईँहरूले त्यहाँनिर छ हो गएर हेरिदिनु हेरेको छैन भने है दामी छ त्यो ब्लग पनि त्यो डिपेचर ब्लग छ मेरो दासँगको सो अहिले चाहिँ यहाँ मेमोरेबल छोड्दैन आइपुगिसकेको छ सो यहाँको नाइट भ्यू कस्तो छ यो चेक गर्नुहोस् तपाईँहरू पिपल अहिले चाहिँ नि हामीले हो ढोकी पनि सक्यो होइन यहाँ त
तपाईँहरू देखिहाल्यो एउटा मान्छेहरू कति आउँछ होइन कति रिलिजियस साइटहरू छ यो चाहिँ हाम्रो मेमोरियल छोड्दैन भन्छ नि त सो यसको सिग्निफिकेन्सहरू चाहिँ धेरै छ हो भनेर भनि नसक सो अहिले हामीले पनि यहाँ राउन्डहरू गरिसक्यो हो अनि ढोकेर पनि अब निक्लेको नि त होइन सो स्टे ट्युन पिपल अहिले के हुन्छ है अब चाहिँ यहाँबाट निक्लेर बाहिर जाने कस्तो हुन्छ अहिले हेरौँ है सो अल पिपल अहिले चाहिँ यहाँ हामी फिस्टिङ तरफ लाग्दैछ नि त हो सो यहाँसम्म आएको चाहिँ सिनेमेटिकहरू चेक गर्नुहोस् पिपल अहिले चाहिँ हामी फिजिङ तरफ लाग्दैछ नि त हो सो अहिले चाहिँ ब्रेकफास्ट पनि खाएको थिएन माथिबाट आउँदा सो ब्रेकफास्ट लन्च हाम्रो सँगै हुँदैछ सो अहिले चाहिँ हामी यहाँनिर रोकेको चाहिँ देन्टाकपट्टि रोकेको छ नि त किनकि यहाँ चाहिँ त्यो जुलापी सुलापी पाउँछ भनेर लास्ट टाइम पनि म यहाँ आएको थियो हो लास्ट टाइमको भ्लग चाहिँ आउट गर्दाखेरि चाहिँ कपिराइटले गर्दा उयो भएको थियो तर त्यतिखेर चाहिँ यहाँको जग्गाको हल्का अलिकति नेगेटिभ टाइपमा भनेको थियो किनकि त्यस्तै भएको थियो उयो साइनबोर्ड हेरेर छिरेको लास्टमा केही पाएन नि त तर आज हेरौँ के पाउँछ सो यहाँ चाहिँ देन्टाकहरूको प्रोजेक्ट के कम्प्लिट गरेकोदेखिको लिएर कहिले स्टार्ट गरेको जस्तै कति मिटर कसरी गरेको कन्स्ट्रक्सन अफ राप्तेन्जाम ब्रिज 1987 यस्तो टाइपमा जोनहरू किनकि देन्टाक प्रोजेक्ट हल्लाम्ची बेसी न बेसी होइन यहाँ PM इन्दिरा गान्धी इनोग्रेटेड फिन्सलिङ थिम्पू रोड यो फर्स्टमा यस्तोहरू सबै छ होइन यहाँ एउटा मात्रै होइन 3टा 4टा 5 6वटा बोट छ यहाँनिर किनकि देन्टाकहरूले मेनली यहाँ थिम्पू हाइवे यो थिम्पू फिन्सलिङ हाइवे फर्स्टमा निकाल्दा पनि उनीहरू यो होइन प्रोजेक्ट गर्ने सो अस्तिको पालि आउँदा चाहिँ डोसा पुरी भात मात्रै पाउँछ भनेको थियो सो आज हेरौँ आइटम के छ सो लेट्स गो गाइस सो अलराइट गाइस फाइनली वेलकम टु फिन्सलिङ भुटान है त सो हामी चाहिँ ब्याक टु पिलिङ है सो भिडियो चाहिँ ओभर लामो भयो होइन यति धेरै तन्क्यो तर पनि होइन ट्राभल ब्लग सिरिज हो त्यही भएर चाहिँ यति लामो भएको सो होप सो यो गाइस हेभ इन्जोय द भिडियो इफ डिड सो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नभुलिदिनु होला है अमेश तामाङलाई सो अब के भन्नु होइन अरू त तपाईँहरूलाई थाहै छ कस्तो गर्नुपर्ने हो के गर्नुपर्ने हो भनेर सो भिडियो ओभर लामो भयो तर पनि केही छैन होइन यति धेरै एकदम मेमोरेबल जोड्ने भएको थियो त्यही भएर चाहिँ यति धेरै लामो भएको हो नि त सो स्टे ट्युन पिपल स्टे सेफ स्टे हाइड्रेटेड है सबजनालाई माया छ अनि अहिले भिडियो लामो भइसकेको छ त्यही भएर बेसी बोल्नु पनि छैन सो किप वाचिङ किप लभिङ इट्स योर बोय अमेश तामाङ साइनिङ अफ फर नाउ सो स्टे ट्युन पिपल सबजनालाई माया दर्शाइदिनु